नमस्ते मोफा एटेस्टेसनमा हजुरलाई स्वागत गर्दछु। अनलाइनको माध्यमबाट तपाईले पेमेन्ट गरिसक्नुभयो, तपाईको रिसिप्ट पनि आइसक्यो। अब तपाई डकुमेन्ट लोड गर्नुभयो या फेरि डोर टु डोरबाट मंगाउनु भयो, कुन तरिकाले गर्नुभयो त्यो गरिसक्नुभयो। अब मोफा एटेस्टेसन भएको डकुमेन्ट कसरी लोड गर्ने है, यो विषय सबैको रहेको छ र धेरैले प्रश्न गर्छ। आउनुस् कम्प्युटरको स्क्रिनमा लिएर जान्छु र तपाईलाई सबै हुबहु देखाउँछु। यो भिडियो अन्तसम्म हेरेर तपाई आफ्नो डकुमेन्ट आफ्नो ठाउँमा लोड गरेर आफ्नो प्रोसेस अगाडि गर्न सक्नुहुन्छ। यो भन्दा पहिलाको भिडियोमा पेमेन्ट सम्म देखाएको थियो। अब पेमेन्ट भन्दा अगाडि के कसरी गर्नुपर्छ सबै कुरा अब यो भिडियोमा तपाईलाई देखाउन जाँदैछु। कम्प्युटरको मोनिटरमा आउनु होला सबैजना, आउनुस्। इमेलको सबै काम भइसकेपछि तपाईको इमेलमा जुन इमेलबाट रजिस्ट्रेसन गर्नुभएको छ त्यो इमेलमा एउटा यस्तो मेल आउँछ, डियर योर एटेस्टेसन एप्लिकेसन एटीएस एउटा नम्बर हुन्छ, इज कम्प्लिट यू क्यान डाउनलोड द एटेस्टेसन डकुमेन्ट बाई द फलोइङ दिज स्टेप। तल दिएको स्टेप हेरेर तपाईँ आफ्नो डकुमेन्ट डाउनलोड गर्न सक्नुहुन्छ भनेर भन्न खोजेको। यहाँ हेर्नुहोस्, गो टु द यो एप्लिकेसन छ verify.mofa.gov.ae एन्ड क्लिक अन द डकुमेन्ट स्ट्याटस। यसमा क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि अगाडि देखाउँछ सबै डिटेल दिएको छ, तपाईँको रेफरेन्स नम्बर सब यहाँ दिएको छ। हेर्नुहोस्, यसमा क्लिक गर्ने बित्तिकै एउटा साइड ओपन हुन्छ जुन मैले अलरेडी ओपन गरेर राखेको छु है। यस्तो खालको साइड ओपन हुन्छ। त्यो साइडमा यहाँ क्लिक गर्नु होला है। यहाँ हेर्नुहोस्, कहीँ नजानु होला, डकुमेन्ट स्ट्याटसमा जानु होला। डकुमेन्ट स्ट्याटस यहाँ र यहाँ दुईटा नम्बर हाल्नुपर्छ है, एइडी नम्बर। अब कहाँबाट पत्ता लगाउनु, जुन तपाईँको इमेलमा यहाँ दिएको छ। हेर्नुहोस्, यो नम्बर यसरी कपी गर्नु होला है। बिस्तारै हेर्नु तपाईँ गर्न सक्नुहुन्छ। यो नम्बर यहाँबाट कपी गर्नुहोस्, फेरि यो साइडमा जानुहोस्, कपी गरेर यहाँ तपाईँ के गर्नु, पेस्ट गरिदिनुहोस् है। यहाँ पेस्ट गरिदिनु, यो नम्बर यहाँ पेस्ट गरिसक्यो। अब एटेस्टेसन डेट कुन डेटको छ, 10 तारिकको 2025 अनि सिलेक्ट द क्राउन। अब क्राउन सिलेक्ट गर्नुहोस्। यो भनेको सिलेक्ट तपाईँको मोबाइल जो पनि आउन सक्छ, यहाँ चेन्ज हुन्छ है। सिलेक्ट गरिसकेपछि यहाँ सबमिट भन्ने अप्सन आउँछ, सबमिटमा क्लिक गर्नुहोस्। अब हेर्नुहोस्, यहाँ तपाईँको डकुमेन्ट लोड हुँदैछ, भेरिफाई हुँदैछ। त्यो भ्यालिड डकुमेन्ट इज भेरिफाई। त्यस पछाडि डकुमेन्ट इन्फर्मेसन जानु, तपाईँको इन्फर्मेसन यहाँ आउँछ सबै है। अनि त्यसपछि यहाँ डाउनलोडमा क्लिक गर्नुहोस्। अब तपाईँको डकुमेन्ट सक्सेसफुली यहाँ डाउनलोड हुँदैछ। हेर्नुहोस्, डाउनलोड भइसकेपछि यहाँ डाउनलोडको अप्सनमा आएर बस्छ, यहाँ क्लिक गर्नु होला। यहाँ आइसक्यो। अब ओपन गरेर तपाईँ हेर्न सक्नुहुन्छ, तपाईँको डकुमेन्ट यहाँ आइसकेको छ। हेर्नुहोस्, यसरी लोड भएर आउँछ। यति हो गर्नुपर्ने है। र यो स्क्यामिङ अहिले धेरै भइरहेको छ दुबईमा, यो के भन्छ नेपालमा। अलग अलग विभिन्न किसिमका लिङ्क आउँछ, त्यो लिङ्कहरूदेखि तपाईँहरू सावधान रहनु होला। त्यस्तो कुनै समस्या छ भने मलाई सम्झिनु होला। नयाँ साथीहरू मेरो फेसबुक टिकटक आइडी सबैलाई फलो र सब्सक्राइब गरेर राख्नु होला। यस्तै जानकारीहरूको लागि तपाईँहरूको बिचमा आइरहन्छु। हस् त, धन्यवाद। जय नेपाल।